पनि यहाँ अहिले पदमचेन आइपुगेको छौँ र टाइम भइसकेको छ अहिले अराउन्ड घर फर्किँदा पनि यहाँ दिनको चाहिँ रिसिभ भएर फेरि पनि एउटा नयाँ उज्यालो है मर्निङको साथमा बिहानीको साथमा तपाईँहरूको समक्ष फेरि आज उपस्थित भएँ म र आज हाम्रो यहाँबाट हाम्रो जुन राइड छ राइड फेरि स्टार्टिङ हुँदैछ र हामी कहाँ छौँ भनेदेखिको चाहिँ पदमचेन हिजो राति साह्रो नै बिजोग भएर यहाँ आइपुग्यो र सिट ब्रोले यहाँ अन्डा गराउँदै मर्निङ ब्रो सन्डे मन्डे गुड मर्निङ रोज खा वनडे। अब यहाँबाट टाइम चाहिँ कति भयो भनेदेखिको टाइम चाहिँ अब 9:45 हुन आँट्यो अराउन्ड है र हामी यहाँदेखि फेरि हाम्रो जर्नी अब कन्टिन्यू गर्नेछौँ र यहाँ पछाडिको दृश्य के छ तपाईँहरूलाई त्यो साझा गर्दैछु गाइस जहाँ बसेको थियो त्यो जग्गादेखिको चाहिँ बाहिरको भ्यू कुछ यस्तो छ है जस्तो कि तपाईँलाई अघि नै भनिसकेको छु सिट ब्रोले अन्डा खाँदै अनि भित्रको दृश्य जुन छ भित्रको दृश्य तपाईँलाई त्यो देखाउने छु यति दामी दामी फुलहरू यहाँ फुलिरहेको छ है यति दामी दामी सिनारीहरू यहाँ छ है अगाडि दामी अगाडि मजाको र भित्र के हुँदैछ त्यो कुरो चाहिँ तपाईँहरूलाई म अब यहाँ साझा गर्नेछु है दिल थाम के बैठो भाइ और बहनों त्यसलाई चाहिँ यहाँ आलु र अन्डा खाँदै उसिनेको आलु एकदम अर्ग्यानिक शेर्पा ब्रेकफास्ट है फेरि त्यही पनि एकदम हेभी डरलाग्दो भइरहेछ क्या अब बासँग भाइ कस्तो भइरहेछ तपाईँ तल त आफ्नै घरमा आएर बसेर खाएको जस्तो भइरहेकोले गाउँले पनि आफ्नै पऱ्यो है आफ्नै छिमेको पर्थ्यो त्यो माथि खाजा फेरि बिहानको के अरे आलु र टिम्बुरको अचार बवाल भइरहेछ र हाम्रो यो सबै खाइसकेर चाहिँ हाम्रो जर्नी हामी फेरि कन्टिन्यू गर्नेछौँ फर्स्ट टाइम तपाईँले यस्तो ब्रेकफास्ट खाँदाखेरि तपाईँलाई कस्तो लागिरहेछ म हजुर तपाईँलाई कस्तो लागिरहेछ फर्स्ट टाइम यस्तो ब्रेकफास्ट खाँदाखेरि फर्स्ट टाइम त होइन सेकेन्ड टाइम देखेको तर यसको चाहिँ जुन मिठासपन त्यो तपाईँले अहिले अनुभव गर्नुहुँदैछ यो बोइल आलुसँग यो अचार खाँदाखेरि चक्ना जस्तो हुँदैछ जस्तो लाग्छ है आलुदम सेम के सो गाइस अब आज चाहिँ अब यहाँबाट निक्लिनुभन्दा पहिला चाहिँ यतिकै नै छ हाम्रो दृश्यहरू र भोलि फेरि भरे फेरि बाटोमा के कसो देख्छ देख्दैन है त्यो सब कुरो साझा गर्दै जाउँला र वेदर कन्डिसन यस्तो छ अगर बाइचान्सले पानी पऱ्यो भने चाहिँ बिजोक र आफ्नो जग्गाको जुन गरम सोचेर यो जग्गाको यो वातावरण देख्दाखेरि चाहिँ मन नै एकदम शान्ति भित्रबाट नै चिसो भएर आउँदैछ सो गाइस आजसम्म मात्रै हो हामी यस्तो वातावरण र यस्तो सिनारीहरू देख्ने भोलिदेखिको त्यही हो फेरि गरममा उफ गर्दै बस्नुपर्छ सो गाइस स्टे ट्युन बाटोमा के कसो हुन्छ त्यो देखाउँदै जाउँला सबैजना प्याक्ड अलरेडी सामान पनि बनाइभयो सबैजना रेडी र बसेको जग्गाको दृश्य कुछ यस्तो छ जग्गा चाहिँ पदमचेन हामी बसेको होमस्टे यो हो सो अब यहाँबाट हाम्रो जर्नी फेरि हामी कन्टिन्यू गर्दैछौँ स्टे ट्युन गाइस